हेलो गुड मर्निङ सबैजनालाई। सो म फेरि आइसकेको छु मेरो अर्को भिडियोमा र आज चाहिँ म बिहान छिटो उठेर लागेँ ड्युटीतिर। बाहिर पुगेर एकचोटि सिन हेरेँ। हाम्रो रेस्टुरेन्ट बनिँदैछ, कम्प्लिट भइसकेको छैन। भ्यू चाहिँ यस्तो छ सी साइडको। र आज चाहिँ हाम्रो ओपनिङ जुन चाहिँ मैले अस्ति भिडियो बनाएको थिएँ त्यसको पार्ट 2। आज चाहिँ सामानहरू जति पनि छ हामी सबैले अनबक्सिङ गर्नेवाला हुन्छ। त्यो धेरै सामानहरू मतलब किचनको सामानहरू, किचन आइटम जति पनि किचनमा युज हुन्छ, भाँडा बर्तन, कटलेरी, ससप्यान, प्यान, जति पनि सामानहरू छ डल्लै हाम्रो कृष्ण दाइ र मैले पनि यहाँनिर अलिअलि यताउता। यहाँ हाम्रो हुनुहुन्छ सोनो सेफले यहाँ ओपनिङ गरिरहनु भएको छ बक्सहरू ड्याङ्की ड्याङ। यहाँ हाम्रो वसिम सेफले पनि ससपेन नन स्टिकी ससपेन निकाल्दैछ। हाम्रो मेघराज सेफ, डियोगो सेफ, हाम्रो पेरुबाट हुनुहुन्छ डियोगो सेफ चाहिँ। यहाँ हाम्रो सुचिताले ओपनिङ गर्दैछ। र यो चाहिँ हो फायर क्यानको माथिको फायर। शङ्खरले पनि ससपेन। अनि यो बोइलर। अनि यो चाहिँ मैले लास्टमा गरेँ हाम्रो सुसीको राइस पट। यसलाई चाहिँ हङ्ग्री भनिन्छ। सुसीको राइस चाहिँ यसमा राख्नुपर्छ। सो आजको दिन चाहिँ यति नै। ओपनिङ गर्दा नै गयो हाम्रो। ओपनिङ गरेर नै गयो भनौँ बक्सहरू खोलेर। र बक्सहरू खोल्दा नै हाम्रो छुट्टी भइगयो र म फटाफट छुट्टी भएर निस्किहालेँ। अनि यो चाहिँ हो हाम्रो मुम्बईको गद्दी, मुम्बईको भिड। यस्तो हुन्छ नि यस्तो हुन्छ। र यसरी नै आजको भिडियो पनि यहीँनिर म एन्डिङ गर्न चाहन्छु। तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नुहोस्। बाई।